सुन्दर छ। यति सुन्दर देशमा यति रिसोर्स छ। मैले हाइड्रो पावरको मात्रै कुरा गर्नु, टुरिज्मको कुरा गर्नु। हाम्रो धार्मिक टुरिज्म कति ठुलो छ। लुम्बिनी, बौद्ध, पशुपति, मुक्तिनाथ, हिन्दू, बुद्धिस्ट सबैको टुरिज्म प्रडक्टलाई सेल गर्न सक्यौँ भने कति ठुलो टुरिज्म, धार्मिक टुरिज्म मात्रै। नेचुरल हाम्रो प्राकृतिक स्रोत साधन भएको ठाउँमा हाम्रो माउन्ट एभरेस्टदेखि लिएर सबको टुरिज्मलाई सेल गर्न सक्यौँ भने हामी कहाँ पुग्छौँ? टुरिज्म सेल गर्न सकिन्छ। र सबभन्दा ठुलो एसेट भनेको नेपालको, म यो नेचुरल रिसोर्स भन्दा पनि सबभन्दा ठुलो एसेट भनेको ह्युमन क्यापिटल, यो नलेज क्यापिटल, यो तपाईँसँग भएको नलेज। म यो संसारभरि घुमेँ। गल्फ कन्ट्री ओमनमा गएका नेपालीहरूले त्यहाँ ओमनको आइटी सेक्टर लिड गर्नुहुन्छ। 20-30 लाख रुपियाँ खान्छन्, त्यहाँ तलब खान्छ।